सो गाइस अहिले चाहिँ हामी यहाँ शिव भगवानको मूर्ति आइसक्यौँ र शिव भगवानलाई एउटा चिज मात्रै भन्न मन लाग्यो शिवजीले पार्वती पाउनुभयो तर हामीलाई कहिले शिवजीले पार्वती जुराइदिनुहुन्छ अब चाहिँ यो एप्पलको किवी भन्दा मिठो छ हौ कस्तो मिठो नि कस्तो लाग्यो कस्तो मिठो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि यहाँ हुनुहुन्छ असिम यता हुनुहुन्छ रोजेस एन्ड हियर इज अनिस अनि हामी चाहिँ कहाँ छौँ यो चाहिँ इलाम हो अनि यसको घर आएको अनि सो आज चाहिँ हामी जाँदैछौँ माई पोखरी होइन भन्न यहाँ इंग्लिश मेजर गरेको नि इंग्लिश बेलो न फेरि मेरो इंग्लिश सुन्यो सबै नि सुन्दिम न तले इंग्लिश मेजर अब चाहिँ हामी माई पोखरी जान्छौँ हामीले बुझ्दै नबुझ्दैको हामी चाहिँ अब अङ्कलको पिकअपमा जान आँटेको छौँ ल अब चाहिँ हामी एकजना अगाडि बस्नुहुन्छ म आउँछु ल अङ्कलको गाडीको अगाडि म आउँछु रोजै छ आउने भयो सो अब चाहिँ हामी गाडीभित्र आइसकेको छौँ अङ्कलको गाडी होइन अङ्कल के लिएर जान आँट्नु अङ्कलले चाहिँ तपाईँ लिएर जान आँट्नु अब चाहिँ हामी सिधै माई पोखरीमा भेट्नुपर्छ यहाँ हामी दुईजना यहाँ बस्यौँ दुईजना पछाडि रहिरहेको हामी चाहिँ आइसक्यौँ हामी जहाँ भन्यो त्यो ठाउँ अनि त्यो दाइले पैसा लिनु भएन अनि केटा आएर खुसी छन् होइन खुसी छैन एकदम खोइ हाँस त अनि ल टिकट लिइसक्यौँ हामीले टिकटको पैसा काट्ने म है कति काटिस् भाइ भन्दा अनि यो ठाउँ कताबाट जाने हो यो त भर्खर बनाउँदै गरेको माथि हो पोखरी घुम्ने हो भने यता हो पोखरी घुम्ने भनेको यहाँदेखि जाने हो मलाई जोता लान्छ नेता जाने हो कता लाने हो त निक्लेर आउँदा त पहिले पोखरीतिर पोखरी त अनि उहीँ देखिरहेछ त यहाँबाट जाँदा पुगिहाल्छ नि एउटा कुनादेखि अर्को कुनादेखि जोर पोखरी सो गाइस पोखरीमा भेटौँला ल भन यहाँदेखि नि यतादेखि एउटा कुना देखिँदैन क्या अब सबै कुनै देखिँदैन एउटा पोइन्टमा गएर हेर्दा एउटा पोखरी चाहिँ कहाँसम्म कहाँदेखि कहाँसम्म छ यता यहाँदेखि त्यहाँसम्म हो यता पनि फैलेको छ सो गाइस तपाईँहरू पनि एकचोटि आउनु गर्लफ्रेन्ड बोयफ्रेन्ड कसैलाई लिएर होइन यो ठाउँ भाइरल गरिदिनु हुन त यो ठाउँ भाइरलै छ माछा उसले हालेको अरे माछा होइन हो नि यार आम द ओनर अफ दिस फिस गाइस अहिले चाहिँ हामी यो ठाउँ आइसक्यौँ यो ठाउँको नाम माई पोखरी अनि अहिले भर्खर चाहिँ हामीले के अरे फोटोसोटो खिच्यौँ अनि अब चाहिँ हामी जाँदैछौँ कुन ठाउँ अब कुन ठाउँ आउँछ माई पोखरी अनि विस के माग्नुहुन्छ अनिस दाइ भेटियोस् मेरो नि त्यही हो लास्ट विस भनेको कतिखेर जन्ती जाम भनेको बेनी गर्न मेरो सेयर परोस् अनि मात्रै तपाईँको जन्ती जान परोस् सेयर कसको पर्छ थाहा छैन होइन मलाई हालेकै छैन पर्दै पर्ने ल हालेको छैन पढ्दै पढ्दैन के भनेको त्यही त पर्दैन पढ्दै पढेन भन्यो होइन पर्दैन त्यही हो नि यो फेरि हामी अर्को ठाउँमा भेटौँला त्यो गाइस अहिले चाहिँ हामी यहाँ शिव भगवानको मूर्ति आइसक्यौँ र शिव भगवानलाई एउटा चिज मात्रै भन्न मन लाग्यो शिवजीले पार्वती पाउनुभयो तर हामीलाई कहिले शिवजीले पार्वती जुराइदिनुहुन्छ हामी चाहिँ अब यहाँ देउसी खेल्न आँट्दैछौँ ए भन भाइ हो ए साँच्ची सब यिनीहरू त सबजना सरी बहिनीहरू पो त अनि कहाँ मैले भाइहरू भने सो गाइस यस्तै छ रमाइलो पल
We are going to taste wine. ल निकाल किवी वाइन ल यहाँ हाल्दा मिठो 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 किवी भन्दा मिठो छ हौ कस्तो मिठो नि कस्तो लाग्यो कस्तो मिठो तपाईँहरू पनि आउनु अरू पनि मिल्छ अब गुराँस राम्रो चिज त मान्छे नेपालीले अफुन र पटकलाई अलिकति उ गर्छ क्या गुराँसको झन् मिठो आउनु न ल अब चाहिँ एप्पलको एप्पलको चाहिँ कस्तो कस्तो नि यो दुईटा चाहिँ मन पर्यो यो किवी अलिक यो के हो के हो यो अब यो के हो ल गुराँसको रक्सी हो गुराँसको रक्सी गुराँस रक्सी नै हो खाऊ न कस्तो छ पार लागेन केटाहरू खान खाँदैन त्यसरी यो के हो यो त पानी होला मिक्स्ड हर्बल के हो यहाँदेखि जडीबुटी यो के हो ट्राई गर्नु त अनिस्ताको रियाक्सन ल अब कस्तो हुन्छ खान सक्नु एक्सपिरियन्स वाला ल ल यो के हो हाल्नु न यो चाहिँ के हो अब यसको कलर चाहिँ ग्रिन ग्रिन छ के हो यहाँ गर्नु त यो चाहिँ ट्राई गर्नु नि यो के हो टिमुर यति खानु टिमुरको अब ए टिमुरको त हान्दै यो खा त है यो खा यो ट्राई हान्नु त ओ यो ट्राई हान्नु त हर्बल कस्तो छ यो टिमुरको यो हान्नु यता यता अलिक यता हातमा पर्छ हौ हातमा चिसो भयो त यहाँ चिजै यहाँ गएर कस्तो हुन्छ नि यो रातो चिया खाए जस्तै छ हौ यो हाल्न यो के हो ओ यो हाल्दा हो के छ चिम्फिङ खान्छौ दुई ग्लास हाल्नुपर्छ लोकल टिमुरको डायरी हुन्छ त्यो त त्यही हो नि त बाहिर उयो भएर उसले दिइसक्यो गुराँसको चाहिँ के मलाई किवीको मिठो लाग्यो है अझै ल यत्रो त खाइ नसक्नु होला हो के हान्दै नि त ल एगेन ल गाइज हेर्दै गर्नु होला ब्लग सो गाइज अहिले चाहिँ हामी यो ठाउँमा आएको छौँ यो ठाउँ पोखरा जस्तो छ पोखरी जस्तो छ अनि यो चाहिँ हल्का मेरो मुड कस्तो कस्तो भइसक्यो होइन सो गाइज थ्याङ्क्स फर वाचिङ त अलरेडी भइसकेको छ त्यही पनि थ्याङ्क्स फर वाचिङ विथ रोजेस
guys, bye bye. See you next day and next vlog.